गाइज हाम्रो चाहिँ अब नेक्स्ट भिडियोमा चाहिँ तपाईँ सबैलाई गोठीबाङ टु सर्कोद्वारी गाइज हामीहरू चाहिँ सर्कोद्वारी अब पुगिसक्नुला अझै छ होला सायद सिडीहरू चाहिँ टन्नै छ होला 600-700 सिडी भनेपछि हामीहरू 200 सिडी कट्यो होला है 200 सिडी बल्ल भर्खरै कट्यो होला सायद हाम्रो भाइ मित्रजनहरूले भन्दैछन् 200 सिडी चाहिँ कटिसक्यो अब त धेरै छैन भन्दैछन् आश गरौँ कि धेरै छैन हामीहरू सर्कोद्वारी कतिचोटि आयौँ 3-4 चोटि म त 2 चोटि हो हाम्रो हुकुम भाइको चाहिँ 2 चोटि मेरो चाहिँ सायद 3-4 चोटि भयो होला शिशिर भाइको पनि 3 चोटि भयो होला है 2 चोटि हो शरद भाइको चाहिँ धेरै भयो अरे ऊ जस ऊ चाहिँ अब नजिकै भएको कारणले चाहिँ ऊ धेरै घुम्न आउँछन् यतातिर चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब आफ्नो मनोकामनाहरू माग्ने ध्वजा चढाउने पूजासुजा गर्ने काम गरिन्छ यहाँ चाहिँ देख्न सक्नुहुन्छ गाइज हाई सर देखेर त मान्छे जानु पर्दैन पाइन्छ उही जान्छ सर त्यो चाहिँ हो देख्न सक्नुहुन्छ त गाइजहरू सबैको आफ्नो मनोकामनाहरू मागेको यहाँ चाहिँ सबै जे जे कुराहरू मागेको हुन्छ त्यो चाहिँ पुरा हुन्छ भन्ने विश्वास चाहिँ पुर्खाबाट छ त्यहीको कारणले चाहिँ यता चाहिँ सबैले पूजा गर्ने ध्वजा चढाउने काम गरिन्छ हामीले पनि माग्नेछौँ अब देख्न सक्नुहुन्छ गाइज